जेनजीले त बजाइदियो बजाउनु त हामी पनि बजाउँछौँ अलि कुरेर ब्यालेटका माध्यमबाट भने जेनजीले कहाँ 84 पुर्थ्यो 82 मै बजाइदियो तर अब जे भयो भयो त्यो बाटो होइन जे जसरी भयो जुन तरिकाबाट भयो देशका संरचनाहरू जले हामीलाई दुःख छ तर त्योभन्दा पनि धेरै त हाम्रा सपनाहरू जलेका छन् त्यसलाई चाहिँ खरानीमा दिनु भएन नि त्यसलाई बचाउनु पर्यो नि सिंहदरबार बनाउला संसद भवन बनाउला न्यायालय पनि बनाउला तर वर्षौंदेखि खरानी रहेको हाम्रो सपना कसले बनाउँछ हामी बनाउँछौँ हामी सबै जेनजीको साथ बोकेर हामी जेनजी भाइ हो रवि दाइ पनि साथमा छ किन चिन्ता गर्छौ मिलेर जहाँसम्म मिल्ने सवाल छ जहाँसम्म सँगै जाने सवाल छ मैले कारागारबाट पनि भनेको थिएँ मैले के त्याग गर्नुपर्छ म तयार छु म कारागारमा छु मेरो पार्टी बनाउनुहोस् पार्टीले जे भन्छ त्यही मलाई केही पनि चाहिएको छैन पार्टी जहाँ साथीहरूसँग कुराकानी गर्नुहोस् कसैलाई चुनाव चिन्ह चाहिन्छ मेरो स्वागत छ लैजानुहोस् पार्टी चाहिन्छ लैजानुहोस् झन्डा चाहिन्छ लैजानुहोस् पार्टी अफिस चाहिन्छ सिङ्गो पार्टी लैजान्छ लैजानुहोस् सभापति चाहिन्छ उपसभापति चाहिन्छ लैजानुहोस् देश बन्नु पर्यो व्यक्तिको कुनै ठुलो कुरो होइन र मिल्नुपर्ने जो हो अन्त्यमा हामी मिलेरै छोड्छौँ तपाईले चिन्ता गर्नु पर्दैन हाम्रा सबै साथीहरू संवादमा हुनुहुन्छ मेरो एउटा मात्र प्रश्न छ अन्त्यमा यो मिल्ने भन्ने कुरा साथी हो टाउको ठोकेर मित लगाए जस्तो होइन र यो मिल्ने भन्ने कुरो एउटा चुनावका लागि होइन म एउटा चुनावका लागि राजनीतिमा आएको मान्छे होइन म एउटा पुस्ताका लागि राजनीतिमा आएको मान्छे हो सिङ्गो पुस्ताको भविष्य नबनुन्जेल मिलिरहने हो भने मिलाउ नभए नमिलाउ त्याग गर्ने नाम पहिलो लिस्टमा मैले आफ्नो नाम चढाएको छु त्याग छ एउटा पुस्ताका लागि मिल्ने हो भने पहिलो त्याग रवि लामिछानेले गर्छ एउटा चुनावका लागि मात्र हो भने आई एम सरी तर मलाई विश्वास छ देशले निकास लिनेवाला छ मैले त्यतिखेर पनि भनेको थिएँ साथी हो देशलाई प्रसव वेदना भएको चाहिँ दुखेको किनकि परिवर्तन जन्मदैछ नि आमाहरूलाई थाहा छ नि प्रसव वेदना जब सन्तान जन्मिन्छ कति दुख छ अहिले देशलाई दुखेको आमा हो दुखेको तर परिवर्तन रूपी सन्तान त जन्माउँदैछ नि जेनजीले त्यसलाई अलिकति छिटो ल्याइदियो तर हामी साथ गराउनेछौँ परिवर्तन चाहने सबैसँग मिलेर अगाडि बढ्नेछौँ मुलुकको परिवर्तनका लागि हामी प्रतिबद्ध छौँ यहाँहरूले केही चिन्ता नगर्नु होला र अर्को कुनै भव्य सभाका लागि म फेरि पनि आउनेछु यहाँहरू समक्ष फेरि पनि बस्नेछु आजका लागि मैले आफ्नो भनाइ यही टुङ्ग्याएँ र आफ्नो अभिव्यक्तिहरू अब हाम्रा अभिव्यक्तिहरू हामीले ध्यानपूर्वक दिनुपर्नेछ मुलुकको भविष्यलाई सोचेर हामीले हाम्रा क्रियाकलापहरू अगाडि बढाउनु पर्नेछ भत्केका संरचनाहरू बनाउनु पर्नेछ टुटेका सपनाहरूलाई हामीले सास आवाज दिनुपर्नेछ त्यसैले हामी त्यसैका लागि तयार भएर बसेका छौँ म आज यहाँ छु भोलि म कहाँ हुन्छु मलाई थाहा छैन पुरानाले दुःख दिए आशा छ नयाँहरूले दुःख दिने छैनन् मलाई विश्वास छ तपाईहरु सबैको साथ मलाई के विश्वास छ भने तपाईहरुको सबैको साथ माया र विश्वासका साथ हामी यो मुलुकलाई नयाँ नेतृत्वमा लिएर जानेछौँ आगामी चुनाव तपाईं हाम्रो भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण चुनाव हो त्यसकारणले सरकारलाई सुशासनको डन्डा चलाउँदै समयमा निर्वाचन गर्नको निमित्त हाम्रो साथ रहेको कुरा म 24 कोटीबाट बताउन चाहन्छु म नखु कारागारको जेलमा बसेर कहिलेकाहीँ टेलिभिजन हेर्थेँ मैले आजभोलि प्रधानमन्त्रीको जीको अनुहार अँध्यारो देखेको छु अनुहार उज्यालो पार्नुस् प्रधानमन्त्रीज्यू अनुहार उज्यालो पार्नुस् बगिनी हो बगिनी नै बन्नुस् राष्ट्रपा तपाईको साथमा छ सुशासनको डन्डा चलाउनुस् चुनाव गराउनुस् राष्ट्रपा तपाईको साथमा छ अनुहारमा हाँसो ल्याउनुस् खुसी ल्याउनुस् न्यायको मूर्ति हो तपाईँ धेरैलाई न्याय अदालतमा दिनुभयो होला देशलाई न्याय गर्ने ठाउँमा आउनु भएको छ पित्तर रत्ती गर्न कमाउनु एक बारको दुनियो धेरै भयो तपाईँ नखु जाने त हुने किन चिन्ता गर्नुहुन्छ
सिङ्गो देश तपाईँको साथमा छ। इतिहासले तपाईँलाई यो अवसर दिएको छ। नेपाललाई मात्र आमा भन्नेले प्रधानमन्त्रीलाई आमा भनेको छ। सन्तानको स्याहार गर्नुहोस्, सन्तान साथमा छ। रवि सर हामी तपाईँको साथ छौँ। रवि सर हजुरको साथ छौँ हामी। रवि सर हजुरको साथ छौँ हामी। हजुरको साथ छौँ सर हामी। अब योभन्दा धेरै बोल्यो भने फेरि अर्को मुद्दा लाग्ला। अब म यहाँबाट काठमाडौँ जान्छु। मैले सबैभन्दा पहिला भेट्न चाहेको शहीदका आमाहरूलाई हो। ए शहीदका आमाहरू, तपाईँहरू किन चिन्ता गर्नुहुन्छ? तपाईँका छोराछोरीहरूले बलिदानी दिए, हामी जिउँदो छैनौँ र त्यो रगत खेर जान दिँदैनौँ नि। किन चिन्ता गर्नुहुन्छ? मैले कारागारमा जाँदा तपाईँहरूलाई भनेको थिइनँ र? तपाईँलाई समस्या पर्यो भने रवि लामी छैन, त्यही कारागारमा छ, नखुमा छ, आउनुहोस् भनेको थिएँ। आज म आउँछु तपाईँकोमा, तपाईँको घरमा आउँछु। म तपाईँको आँसु पुस्ने कोसिस गर्नेछु। म मात्र होइन, सिङ्गो रासोमा तपाईँसँग आउनेछ। सिङ्गो चितवनको माया पोखेर म आज शहीदका आमाहरूलाई भेट्न जाँदैछु। यो सार्वजनिक मञ्चमा म ती आमाहरूलाई भन्न चाहन्छु, आमा हो, कोख रितिएको होला, केही छोराहरूले बलिदानी दिए होलान्। सिङ्गो चितवनका छोराछोरी तपाईँको साथमा छन्। तपाईँलाई हामी छोड्दैनौँ, हामी छोड्दैनौँ, हामी साथमा छौँ। समय लाग्ला, चिन्ता नगर्नुहोस्। तर यो देशमा सुशासन ल्याउनको निमित्त स्कुल ड्रेसमा संसद अगाडि ढलेको तपाईँको छोरो त्यहाँ ढल्यो होला, तर हामी ढल्न दिँदैनौँ, हामी ढल्न दिँदैनौँ। उसको शरीर ढल्यो, तर उसले बोकेर आएको सपनालाई हामी ढल्न दिँदैनौँ, मर्न दिँदैनौँ। यो शहीदका आमाहरू, आँसु पुछ, आँसु पुछ, छाती डह्रो पार, मुटु डह्रो पार, नडराउ, शिर ठाडो पार। एउटा छोरो ढल्यो होला, लाखौँ छोराहरू देशभरि छन्, नडराउ। स्कुटी हो जान्छ खै